हामीले डिजेफ आइडी बनाउँदाखेरि के डकुमेन्टहरू चाहिन्छ भनेर भिडियो बनाउँदैछु। अनि अब हामीले सुरुमा पासवर्डको अगाडिको फोटोहरू चाहिन्छ। त्यो फोटोलाई चाहिँ एकदम मजाले एउटा पेपर मात्र आउने गरी खिच्ने, एकदम क्लियरसँग होइन। अनि आफ्नो अनुहार र नेमहरू सबै एकदम क्लियरसँग देखियोस्। अनि त्यो खिचेपछि त्यसको साइडमा भएको अर्को फोटो खिच्ने, त्यसलाई पनि राम्रोसँग खिच्ने। अनि अलिकति हातहरू देखायो भने त्यसलाई क्रप गरेर हाल्ने। अनि क्रप गरेर हालिसकेपछि अनि त्यसपछि हाम्रो अर्को थर्ड पेपर चाहिन्छ। त्यो पेपर चाहिँ एउटा क्युआर जस्तो देखिन्छ होइन। त्यसको पनि राम्रोसँग खिच्ने होइन। अनि त्यसमा एउटा त्यसलाई नै क्रप गरेर हाल्ने। अनि त्यसमा एउटा डेट हुन्छ। त्यो डेट चाहिँ भर्खर रिसेन्टली लेटेस्ट टाइपको डेट हुनुपर्छ होइन। यहाँनिर देखिन सक्नुहुन्छ हो यस्तैमा एकदम लेटेस्ट भर्खर नयाँ फोटो हालेको हुनुपर्छ। अनि त्यसपछि हाम्रो यो पासवर्डको सक्यो। पासवर्डको सकेपछि हाम्रो जाइरो कार्डको पनि एकदम क्लियरसँग फोटो हाल्ने, अगाडि पछाडिको ड्रेसहरू भएको। अनि हजुर स्टुडेन्ट हुनुहुन्छ भने स्टुडेन्टको फोटो पनि राम्रोसँग खिचेर क्रप गरेर राम्रो एकदम क्लियरसँग देखियोस् अगाडि। यहाँनिर स्टुडेन्टको पछाडिको पनि यदि स्टुडेन्ट हुनुहुन्न, डिपेन्डेन्ट हुनुहुन्छ भने मतलब भएन। डिपेन्डेन्टले स्टुडेन्टको फोटो हाल्नु पर्दैन, स्टुडेन्ट कार्डको फोटो हाल्नु पर्दैन। अनि स्टुडेन्ट कार्डको फोटो नहालेपछि आफ्नो प्रोटेक्ट फोटो हाल्नुपर्छ, एउटा पिपी साइजको होइन, नर्मल। अनि अब एउटा राम्रो खाले दुईवटा कान देखिने खालको फोटो सबै फोटो हालिसकेपछि अनि हाम्रो अर्को एउटा एप्लिकेसन डाउनलोड गरेर अनि हाम्रो जाइरो कार्ड स्क्यान गरेर हाल्नुपर्ने हुन्छ। यहाँ भिडियोमा देख्न सक्नुहुन्छ रेसिडेन्ट कार्ड चेकर भन्ने एउटा एप्लिकेसन खोज्ने, एप स्टोर या प्ले स्टोरमा गएर त्यहाँनिर हुन्छ त्यो डाउनलोड गर्ने। यो डाउनलोड गरिसकेपछि यो डाउनलोड हुन्छ। यो डाउनलोड गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ त्यहाँ एउटा पेपर छ होइन। त्यो गोलो खालकोमा गएर त्यो स्क्यान गरेर नै हामीले हाल्न सक्छौँ। या नत्र हामीले नर्मली त्यहाँ हाम्रो के अरे जाइरो कार्डको नम्बर आइडी टाइप गरेर नि गर्न सक्छौँ। त्यसपछि हाम्रो नेक्स्ट गर्नुपर्छ। अनि त्यसपछि हामीले स्क्यान गर्ने, जाइरो कार्ड राखेर नहल्लाइकन एकचोटि स्क्यान फुल कम्प्लिट, यो निलो सब कम्प्लिट भएपछि हाम्रो स्क्यान कम्प्लिट हुन्छ। अनि त्यसपछि स्क्यान कम्प्लिट भइसकेपछि हामीले चाहिँ यहाँनिर यसलाई चाहिँ स्क्रिनसट गर्ने, क्रपसट नगर्ने, जस्ताको त्यसै स्क्रिनसट गर्ने होइन, जस्ताको त्यसै स्क्रिनसट गर्ने। अनि त्यसपछि हामी स्क्रिनसट गरिसकेपछि अनि हामी डिजिएफ कनेक्ट खोल्छौँ। फेरि डिजिएफ कनेक्ट खोलिसकेपछि हामी जान्छौँ पर्सनलमा गएपछि हामी प्रोफाइलमा जान्छौँ। प्रोफाइलमा गएपछि त्यहाँ अपलोड भन्ने हुन्छ। अपलोडमा गएर हामी अलाउ फुल एक्सेसमा थिच्छौँ। अनि हाम्रो फुल सबै डकुमेन्टहरू अनि हाल्न थाल्छौँ है। अनि डकुमेन्टहरू हाल्ने बेला चाहिँ पासवर्डको लागि छुट्टै छ होइन। फ्रन्ट अफ रेसिडेन्ट कार्डको लागि छुट्टै छ। अनि रेसिडेन्ट कार्डको ब्याकको लागि छुट्टै छ। अनि स्टुडेन्ट कार्ड हाल्नको लागि छुट्टै छ। भनेर स्टुडेन्ट कार्डको पछाडिको हाल्न छुट्टै। स्टुडेन्ट कुनै बेला चाहिँ फोटो अपलोडहरू गर्ने बेला चाहिँ अपलोड हुँदैन कि, जति गर्दा नि अपलोड हुँदैन, यताउति देखाउँछ हो। त्यस्तो अवस्थामा चाहिँ हामीले सुरुमा गएर सेटिङमा जाने होइन। सेटिङ गरेपछि सर्च बारमा छ नि, सर्च बारमा थिच्ने, सर्च बारमा डिजिएफ कनेक्ट भनेर सर्च हान्ने, डिजिएफको आउँछ होइन। डिजिएफको आइसकेपछि हाम्रो त फोटो भन्ने हुन्छ। फोटोमा गएर फुल एक्सेस दिने, फुल एक्सेस अलाउ फुल एक्सेसमा थिचेपछि त्यसपछि हामीले फोटोहरू मजाले हाल्न सक्छौँ। अनि त्यसपछि त्यो गरिसकेपछि हामीले त्यति गरिसकेपछि डिजिएफ कनेक्टमा आउने, डिजिएफ कनेक्टमा आएर प्रोफाइलमा थिचेर त्यसपछि प्रोफाइलमा थिच्ने, प्रोफाइलमा थिचेपछि अपलोड गर्ने ठाउँहरू आउँछ। अपलोड भन्ने हुन्छ सबैमा होइन। अब हाम्रो पासवर्डको फोटोहरूमा चाहिँ पासवर्डमा थिचेर पासवर्डको 3वटा फोटो छ, 3वटा फोटो मजाले हाल्ने, क्रप गरेर राखेको फोटोहरू मजाले हाल्ने। त्यसपछि हाम्रो फ्रन्ट कार्डमा छ, त्यसमा हाम्रो रेसिडेन्ट कार्डको पहिलो पिक्चर र अनि जुन हामीले स्क्रिनसट गरेर राखेको त्यसको पिक्चर हाल्ने। अनि ब्याकमा हाम्रो रेसिडेन्ट कार्डको ब्याकको फोटो हाल्ने होइन। अनि त्यसपछि अनि स्टुडेन्ट हुनुहुन्छ भने स्टुडेन्टले चाहिँ स्टुडेन्टको अगाडिको र अनि यो ब्याकमा चाहिँ ब्याकको फोटो हाल्ने, र स्टुडेन्ट हुनु भने चाहिँ स्टुडेन्टको फोटो हाल्नु परेन है। अनि यति गरिसकेपछि हाम्रो लगभग सबै काम सकिन्छ। सबै काम सकिएपछि अनि आफ्नो फ्रन्ट के अरे आफ्नो सेल्फी टाइपको फोटो पनि हाल्नुपर्छ है। सेल्फी टाइपको फोटो चाहिँ एउटा राम्रो खालको सेल्फी टाइपको फोटो हाल्ने। अनि सेल्फी टाइपको फोटो हालिसकेपछि अनि यहाँबाट डिजिएफ कनेक्टबाट सबै सक्यो होइन। डिजिएफ कनेक्टबाट काम सकिएपछि अब नेक्स्टमा के गर्ने, फोटोहरू अपलोड गरिसकेपछि अब त्यसलाई हामीले अप्रुभ गर्नुपर्ने हुन्छ हो। त्यो अप्रुभ गर्नुको लागि
राखेपछि सो अब फेसबुकमा जाने, फेसबुकमा गएपछि डिजेएफ विशाल भनेर सर्च गर्ने, डिजेएफ विशाल भनेर सर्च गरेर विशालमा गएर डिजेएफ विशालको म्यासेजमा गएर सुरुमा आफ्नो जिमेल आइडी लेख्ने, जिमेल आइडी आफ्नो जुनबाट यो आइडी बनायो त्यसको जिमेल आइडी लेख्ने, अनि त्यसरी जिमेल आइडी लेखेपछि आफ्नो नेम लेख्ने, आफ्नो नेम लेखिसकेपछि अनि यहाँ पहिला डकुमेन्ट नयाँ बनायो भने चाहिँ फरक परेन, पुरानो हो भने चाहिँ आफ्नो जिमेल आइडी र अनि आफ्नो डिजेएफ कन्ट्याक्ट नेम लेख्ने अनि आफ्नो फोन नम्बर लेख्ने, यति गरेर भनेर डिजेएफ विशालमा पठाइदिने। यति गरिसकेपछि तपाईँको आइडी अप्रुभ हुन्छ, अप्रुभ भइसकेपछि काममा जान सजिलो हुन्छ। यति गरेपछि पुग्छ। थ्याङ्क यू।